गर्दा सुरुवातमा सघाइन्छ र त्यसपछि गरी उनले फेरि आक्रमक ब्याटिङको लागि फेरिन्छ अलराउन्डर दिएका छन् आइडियल। त्यस कारणले गर्दा कन्डिसन्सको कुनै समस्या छैन उनलाई र दिपेन्द्र सिंहले उपकर्ताले पनि एउटा महत्त्वपूर्ण साझेदारीको अन्त्य गरेका छन् यहाँ ग्रुप र चेकअप दलको बिचमा। त्यो साझेदारी जति लम्किरहेको थियो नेपाल पनि निकै टाढा जाँदै थियो। अब पनि फर्किएको छ 27 वर्ष उमेर एक्सिलेरेसन कन्ट्रोल र त्यो पावर सम्पूर्ण अवस्था देखाउँछ। त्योभन्दा धेरै प्रतिभावान खेलाडी राजा स्पर्शता धेरै राम्रो कमब्याक गरेर टिममा आएका छन् भने त्यसमा ड्रप पनि भएका थिए। पावरको कमी छ ह्यारी ब्रुक्स सेट भइसकेका छन् किनभने र यो एउटा अर्को पनि सङ्केत हो कि इङ्ल्यान्डको ब्याटिङमा त्यो डेप्थ छ। एकजना सेट ब्याटरले भने त्यो ब्रिज छाडेका छैनन्। सुरुवातमा जुन झट्का दिएको सिरको हेऱ्यो त्यसपछि त्यहाँ उठेका थिए आउटवाइडबाट चेकअप गरेर अब उनी गएका छन्। ह्यारी ब्रुक अलरेडी सेट गरेर बसेका छन्। सकर फेस गर्दैछ दिपेन्द्र सिंहलाई सटबाट सुरुवात गरेका छन्। ह्यारी ब्रुक त्यो ठुलो सट खेल्न मन पराउँछ। कति भिड छ। उनले पनि आफ्नो सर्टहरू खेल्न